आज म एक्सर्साइज गर्न होइन सिम्पल वाक गर्न पार्कमा गएको थिएँ। तर त्यहाँ मैले एकजना यस्तो मान्छेलाई भेटेँ जोसँग कुरा गर्दा लगभग 1 घन्टा बित्यो। अनि उहाँले मलाई डिसिप्लिन र लाइफको बारेमा केही यस्तो कुराहरू सुनाउनु भयो जुन मैले तपाईँहरूसँग पनि सेयर गर्नुपर्छ जस्तो लाग्यो। उहाँ मेरो कोही चिनजानको मान्छे हुनुहुन्थेन, उहाँ एक स्ट्रेन्जर हुनुहुन्थ्यो। हरे कृष्ण, वेलकम टु डे 25 अफ माई 30 डे च्यालेन्ज। आज एक्चुअली मेरो रेस्ट डे थियो, त्यसैले कुनै हेभी वर्कआउट गर्ने प्लान थिएन। बस अलि फ्रेस हुन पार्कमा वाक गर्न गएको थिएँ। पार्कमा पुगेपछि अरू दिन जस्तै केही मानिसहरू एक्सर्साइज गरिरहेका थिए, तर मेरो ध्यान आज एकजना व्यक्तिमाथि गयो। उहाँ निकै हार्ड एक्सर्साइज गरिराख्नु भएको थियो। उमेर हेर्दा पनि उहाँको इनर्जी र डेडिकेसन देखेर मलाई जेन्युनली क्युरियोसिटी भयो। त्यसपछि मैले सोचेँ किन उहाँसँग कुरा नगर्ने त। हामीले कुरा गर्न सुरु गऱ्यौँ। सुरुवातमा सामान्य कुरा थियो, तर बिस्तारै कन्भर्सेसन लाइफ, डिसिप्लिन, कन्सिस्टेन्सी र एक्सपिरियन्सतिर पुग्यो र थाहा नै भएन लगभग 45 मिनटदेखि 1 आवर जति हामी कुरा गरिसकेका रहेछौँ। उहाँले मलाई एउटा कुरा भन्नुभयो, एज इज जस्ट अ नम्बर। हामी धेरै पटक आफ्नो उमेर, आफ्नो सिचुएसन, आफ्नो पास्टलाई एक्सक्युज बनाउँछौँ, तर उहाँको एक्सपिरियन्स अनुसार आफूले केही गर्न चाहन्छौँ भने उमेरभन्दा इम्पोर्टेन्ट कुरा हाम्रो कमिटमेन्ट हो। र अनेस्टली उहाँले एक्सर्साइज गरिरहेको देख्दा त्यो कुरा केवल एउटा कोट जस्तो लागेन, उहाँ आफै त्यसैलाई प्र्याक्टिस गरिरहेको देखिनुहुन्थ्यो। उहाँले डिसिप्लिन र कन्सिस्टेन्सीको बारेमा पनि धेरै कुरा गर्नुभयो। हामीलाई मोटिभेसन भएको दिन काम गर्न सजिलो हुन्छ, तर मोटिभेसन नभएको दिन पनि आफ्नो कमिटमेन्ट पुरा गर्नु त्यो डिसिप्लिन हो। यो कुरा सुन्दा मलाई मेरो आफ्नै 30 डे च्यालेन्ज याद आयो। म पनि कहिलेकाहीँ टायर्ड हुन्छु, बडी दुख्छ, वेदर खराब हुन्छ, तर यही च्यालेन्जले मलाई एउटा कुरा सिकाइरहेको छ, कन्सिस्टेन्सी भनेको पर्फेक्ट हुनु होइन, फेरि फर्केर आउनु हो। उहाँले आफ्नो एक्सपिरियन्सबाट एउटा इक्जाम्पल पनि सेयर गर्नुभयो। उस्तै इन्भाइरोमेन्टबाट आएका लगभग उस्तै अपर्च्युनिटी भएका मानिसहरूको लाइफ पनि समयसँगै कम्प्लिटली डिफ्रेन्ट हुन सक्छ। किन? बिकज देयर डिसिजन, ह्याबिट एन्ड कमिटमेन्ट आर डिफ्रेन्ट। उहाँको कुरा सुन्दा मलाई लाग्यो लाइफको आउटकम एकै दिनमा डिसाइड हुँदैन रहेछ। हामीले हरेक दिन गर्ने साना डिसिजनले बिस्तारै हाम्रो फ्युचर बनाउँछन्। उहाँले मलाई धेरै कुराहरू सेयर गर्नुभयो। सबै कुरा यो भिडियोमा भन्न सम्भव छैन, तर सबैभन्दा राम्रो कुरा के लाग्यो भने मैले उहाँबाट केवल एडभाइस सुनेको होइन, उहाँको एक्सपिरियन्स सुनेको हो। कहिलेकाहीँ हामी सोसल मिडियामा मोटिभेसन खोज्छौँ, तर आज मैले मोटिभेसन एउटा स्ट्रेन्जरसँगको नर्मल कन्भर्सेसनबाट पाएँ। हामीले जीवनमा धेरै मानिसहरू भेट्छौँ, कसैसँग 2 मिनट कुरा हुन्छ, कसैसँग वर्षौं सम्बन्ध हुन्छ, तर कहिलेकाहीँ एउटा स्ट्रेन्जरले 45 मिनटमा दिएको एउटा लेसनले पनि हाम्रो सोच बदल्न सक्छ। मेबी एक्सपिरियन्स इज वान अफ द बेस्ट टिचर्स। आज मेरो रेस्ट डे थियो, तर आज मैले वर्कआउटभन्दा फरक किसिमको ग्रोथ पाएँ। आज मैले एउटा स्ट्रेन्जरको एक्सपिरियन्स सुने र त्यो एक्सपिरियन्स मसँग पनि केही समय रहनेछ। डे 25 कम्प्लिट भयो। आज भिडियो मैले उहाँको भोइस रेकर्ड गर्न सकिनँ, उहाँसँग भिडियो पनि बनाउन सकिनँ, तर उहाँले सेयर गर्नुभएको एक्सपिरियन्स यति मिनिङफुल लाग्यो कि मैले यो स्टोरी तपाईँहरूसँग सेयर गर्न चाहेँ। यदि तपाईँलाई यस्ता रियल लाइफ स्टोरिज, एक्सपिरियन्स र मेरो 30 डे जर्नी मनपर्छ भने च्यानल सब्सक्राइब गर्नुहोस्, किनकि अबको भिडियोमा केवल आफ्नो रुटिन मात्र होइन, आफूले बाटोमा भेट्ने मानिसहरूबाट सिकेका कुराहरू पनि सेयर गर्न चाहन्छु। सी यू अन डे 26। हरे कृष्ण।